मलाई अन्डा मन पर्दैन क्या हाम्रो बहिनी लडो जस्तो छ है ढलो छ यो थर्डको मेडल है यो सेकेन्डको मेडल यो फर्स्टको मेडल यो ट्रफीहरू हो दर्शकबिन के छ हामी सबै सन्चै छौँ अनि यहाँ चाहिँ म जानु आँटेको चाबी नै ल्याउनु बिर्सेछु जानु लागेको अनि अस्ति नै चाहिँ मैले हेलमेटै लगाउनु बिर्सेको थिएँ योचोटि चाहिँ हेलमेट टाउकोमा लगाइरहेको छु अनि 7 बजी हो तर म चाहिँ अलिक ढिलो जाँदैछु किनभने काटाहरू हुन्छ नि त अनि मेरो पालो अलिक ढिलो पनि आउँछ म चाहिँ साथीलाई पिक गरेर लानुपर्ने हुन्छ त्यो अस्तिको जलिना ल दर्शकबिन अब गयो ल बाई बाई यहाँ हेर्नु दर्शकबिन यो म 7:30 बजी आएको तर यो आयो 8:30 बजी यसलाई के भन्नु चाहनुहुन्छ अब म ट्रेनिङ गराएर आएको निदाइ गएछु क्या यसो ढल्केको छ निदाइ यसको कुरा बन्दुकको गोली भन्नु आएन त बहिनी ल भन्न त मेरो बोली बन्दुकको गोली हो क्या जे भन्नु मेरो बोली तेरो गोली ल हामी गयौँ है ल बाई जितिन्छ कि हारिन्छ होइन जोतमा जितिन्छ कि हारिन्छ प्रयास सधैँ जारी छ ऱ्याप गर्नु खोज्छ ल बाई यहाँ दर्शकबिन हामी आइपुगेको होइन अझ चाहिँ हामीलाई यहाँ देखिराख्नु भयो होला खाना फ्रीमा हो मासु भात हाम्रो होइन आज त झन् साह्रो डेकोरेसन पनि बब्बाल भएको छ होइन अनि हाम्रो दिदीको भनेको चाहिँ एकदम बेस्ट हुन्छ है खाना एकदम बेलुका त भरे आउनु मेरो नाम लिएर धरानी भनेकिन होइन यहाँ फ्रीमा खाना तपाईँहरूलाई म स्पोन्सर गरिहाल्छु नि यहाँ चाहिँ गर्ल्सको मात्रै हो यहाँ हेर्नु सक्नुहुन्छ यहाँ सबैजना आइसकेको छ होइन अन्त त्यही त यो चाहिँ केटीहरूको मात्रै गेम हो 7 बजी भन्नुभएको थियो तर 8 बजी सक्यो तर स्टार्ट भएको रहेनछ किनभने किन स्टार्ट नभएको भन्दाखेरि किनभने यो भनेको नेपाली टाइम हो नि त नेपाली टाइम मात्र होइन 7 बजी बोलाएको चाहिँ हो खाजा खुवाउनु पर्यो हाम्रो भनेको डाइट हुन्छ ओभर चना अन्डा डाइट हुन्छ बिहान खाजा अनि त्यसलाई पस्नु पर्यो हामी जाने खानु ल यहाँनिर अब हामी खाजा खानु लागेको हो है यो चाहिँ उयोको पत्र हो यो दिएर चाहिँ यहाँनिर सघाउनु पर्छ अनि के भन्दै थिएँ योवाला दिएर चाहिँ उसको लागि के गर्ने अर्डर दिने हो क्या योवाला भनेको चाहिँ किनभने हामी आएको हो नि त बासिन्दा आइजक यस यहाँनिर चाहिँ अब खाजासाजा खाँदैछ त्यहाँ गुरुहरू पनि हुनुहुन्छ अघि चाहिँ अहिले 81 भिडियो बन्द गरिहालेँ किनभने यस्तो हेरेको अम्मा सिनियर गुरुहरू हुनुहुँदो रहेछ क्या अनि भरे त गाली खाइहाल्नुहुन्छ अनि फेरि ठुलो सोले जाँदै थियो होइन हाई होलमा हाई होलहरू फेरि हाई स्पिडमा हुन्छ त यहाँ हेर्नु यहाँ अम्मामा यहाँ सबैजना छ ल अहिले भेटौँ ल यहाँनिर हेर्नु यो हाम्रो बिपीको ग्याममा के हो यो चिउरा यो बिहानको खाजा हो भरे मासु भात खान पाउँछस् यो यहाँ मलाई भुजा चाहिँ हालिदिएन म चिउरा चाहिँ नखाने ल थोरै नेल्स त मैले हिजै काटेर आएको थोरै मात्रै ल धेरै हुन्छ यो त नखाने भन्नु पर्दैन अन्डा यहाँनिर थ्याङ्क यू यति नै हो चम्चा छैन देख्नु सकिएन अब कहाँ सकिन्छ त हो अनि अब धरान खानु आँटिसकेँ मैले यति नै रहेछ चम्चा चाहिँ छैन हो हातले खानुपर्ने हो यो चाहिँ हो क्या खाँदा तेरो त के हो त के न के ए यो कहाँ छ यो कहाँ थियो ल्याइदिँदै थियो कुनै यो पनि हालिदेऊ न मलाई भागिहाल्छु ल यहाँनिर खानुपर्छ यहाँ गर्नुपर्छ खाजा गाइस खोइ 2टा अन्डा खान्छ अन्त त्यसो एउटा मात्रै छ
अब दिने मान्छेले नदिएपछि के गर्नु खान्छु भने मात्र भन्छ ल ठिक छ हैन दिदी हो नि ल यहाँ हामी खाएको हेर्नु ल अलि यता आइज न खाएको त हेर्दैन तर डेन्जर खान्छु छैन मेरो अहिले हो नि तिमीले उठाइदियो यार यसले टुटुकै उठाइदियो यो चाहिँ हाम्रो अन्डा हो डस्टबिन हाम्रो अन्डा होइन है खाने अन्डा त हो नि त जसको अन्डा भयो भने होइन डाइट आजको हाम्रो अन्डा भन्नु सुहाउँदैन भन्नु अरे हामीले त पैसै नगएको अनि पुग्नुमा त फेरि खतरा हुने फ्री हो सब बस्नु पनि फ्री खानु मेरो यो अन्डा या खोलमा अर्को त म चाहिँ फेरि अन्डा लभर हो बर अन्डा चाहिँ मनपर्छ फेरि एक कार्टुन लिएर थुम्सन खेल्छु भने पनि खेलिदिन्छु म पनि अन्डा लभरै हो त छोड्नु हुँदैन तर मैले चाहिँ के मलाई पनि यो कोशी प्रदेशको कथा हुन्छ भने मैले पनि सोचेको थिएँ पहिले छोड निस्किसक्यो म खतरा उकाइदिन्थेँ कि आज चाहिँ हल्का छोडै त्यहाँ गम्मै खानुको लागि कम्तीको छैन उहाँ थाहा छ नि साथी त मेरै हो नि फेरि थाहा छ मलाई को कस्तो छ भन्ने कुरा छुनु दिँदिनँ तँलाई म मलाई अन्डा मन पर्दैन क्या त्यो त राम्रो छ ए मैले यहाँ एउटा कुरा ल्याएको छु हौ ओला ल्याएको छु यहाँ पछाडि बुनुहरूलाई पनि दिउँ न है हामीलाई पुरा सर्भ गरिरहेछ खानाहरू बनाउनु बुनु कोला खाने हो खाने होइन लगाइदिएन तातो दिएर त्यसको त उयो नै बानी छैन क्या अनि त्यो के भयो भने रेफ्री संयोजक दिनु खोइ दिनेसँग चर्चा थाहा पाएँ मैले तिमी गयौ त तिम्रो सामान ल्याउ त भयो त के घमण्डीमा त तिम्रो सामान पाएको पाइयो त नि सामानको कुरा गर्नु अरे खाइसकेर भेटौँ ल दर्शकबिन ल हाम्रो भोज कार्यक्रम सकियो तर हामी नराम्रो भयो भने ठुलो भयो के हामी नराम्रो भयो भने पछाडि भेट्छ ओभर बब्बाल छ है हाम्रो यहाँ हेर्नु सक्नुहुन्छ नाम पनि लेखिसक्यो गुरुले दिनुभएको होइन यहाँ छोड्न मेरो देखाउनु यहाँ नाम हेर्नु ल आयो जग हो हामी आयो जग यो बिपीको म 50 केजीको आयो जग यो 55 को ओभर एक वर्ष आएर पनि मेरो साथीले जित हो सक्नुहुन्छ यहाँ चाहिँ काता सुरुमा हुँदैछ होइन अनि त्यसपछि चाहिँ फाइट हुन्छ है अहिले देखाउँछु म तपाईँहरूलाई काता नेक्स्ट काता सुरु भइसकेको छ होइन खतरा छ हेरेर नगर्ने जस्तो देखिरहेको छ अहिले गरेर बा खतरा गर्दो रहेछ यहाँनिर हाम्रो कोच गुरु हुनुहुन्छ अनि उहाँको छोरी निमा अनि यहाँ हामी हेर्नु सक्छौँ यहाँ कति सपोर्टिभ ड्याडी हुनुहुन्छ यस्तो सपोर्टिभ ड्याडी हामीले पाएको भए यति बेला हामी त जुनको तारा आकाशको तारा होइन टिपिसक्थ्यौँ ल यहाँ गुरुले छोरीलाई हेर्दै हुनुहुन्छ डिप पारामा छैन
ल सक्यो अब कति दिने हो यहाँनिर मार्कसिट देऊ यहाँ कति दिन्छ गुरुहरूले कति दियो 7.6 7.6 7.8 Charge number 3, 7.8. Charge number 2, 7.6. Charge number 5, 7.6. यहाँ कलेज छ अब रेडले जित्यो हाम्रै डोजोको दुईजना फाइनलमा पुगेको छ अब हेरौँ कसले जित्छ मैले जित्ने चाहिँ यिनीहरू यहाँ म भिडियो गराएको होइन यहाँ पछाडि कुकुर बिरालो जस्तो बाज्दै छ यहाँ हेर्नु न यिनीहरूको बाजेको यहाँ हाम्रै डोजोको बहिनीहरूसँग परिरहेछ होइन फाइनल यहाँ बहिनीले सक्छको अब यहाँको पालो हो ल यहाँ कसले जित्यो एक्सचेन्ज गर्नु लगाउँदै हुन्छ आएको राइडमा हो कसले निलोले ल निलोले जित्यो दिदी बहिनी अगाडिमा चाहिँ आइज अब ल सेकेन्ड भयो फर्स्ट सेकेन्ड कादामा फर्स्ट र सेकेन्ड हाम्रो गुरु खुसी हुनुहुन्छ हाम्रो गुरु एकदम खुसी हुनुहुन्छ किनभने दुईटै हाम्रै डोजोको हो अन्त गुरुको खुसी त गुरु एकचोटि मलाई गुरुले हान्नुभएको म पहिलाको मुभी छुइनँ अरे चेन्ज भयो अरे तर चेन्ज चाहिँ के भयो चाहिँ अहिले म यहाँ सोधिहाल्छु नि तर यहाँ मेडिकलमा चाहिँ यहाँनिर यो उयो माग्न आएको के मलाई टेप दिनु न यतिको सपोर्ट गर्नु साथी कहाँ पाउनु हो काल दिपेमा सपोर्ट गरिदिन्छ ए ल म हिजो गेम खेल्दा मलाई एउटा सपोर्ट नगरेको यार ए मैले त्यसो भने यस्तो हान्न उस्तो हान् भनेको उडी घुमी हान्छ नहान्नु पर्ने ल यहाँ हाम्रो डक्टर सापहरू आइराख्नु भएको छ भने म ढल्यो भने प्लिज छिट्टो छिटो आउनु पऱ्यो ल होइन र भगवान् जेमा पनि डटफट हान्छ यो कम्तीको छैन गर्नुपर्छ नि मोमो खुवाएर लिएर आयो एउटा टकमा दिएर हो त इङ्ग्लिस टकिङ गरेर हो त यहाँ म गुरुलाई सोध्छु गुरु म कसरी चेन्ज भयो भनिदिनु पर्यो पहिले म कस्तो थियो अहिले कस्तो भयो भनिदिनु पर्यो गुरु ल जानुभयो भिडियो अफ गरेर सोध्नुपर्छ यहाँनिर अब फाइटको स्टार्ट भइसकेको छ यहाँ हेर्नु सक्नुहुन्छ मलाई हाम्रो भाइले आई ह्यान्डसम भाइ नाम के हो भाइ रोदुन नाम पनि एक्स्ट्रा रहेछ म जस्तै यहाँ म कानमा यो टेप लगाइकन होइन यहाँ म बसिरहेको छु मेरो कहिले पालो आउँछ भनिकन अनि खोको बल बाँधेको अनि यहाँ फाइट सुरु भइसक्यो काट्दा सकिसक्यो अहिले म देखाउँछु यहाँनिर अब हाम्रो फेरि खतरा बहिनीको बाटो आइसक्यो होइन यो बहिनी चाहिँ खतरै खेल्छ तर उहाँको बहिनी पनि कम चाहिँ छैन नि फेरि भाइ जस्तो छ है तर बहिनी हो यो बहिनीको ग्याको दामी जान्छ नि यो भाइ जस्तो बहिनीको र यहाँ हेर्नु सक्नुहुन्छ दर्शकबिन बहिनी पञ्च हौ खोइ पञ्च यस्तो हुन्छ यस्तो सपोर्ट हान्नुपर्छ नि त यसरी हाम्रो चाहिँ यता सपोर्ट दिँदै हाम्रो बहिनीलाई अर्को बहिनीलाई चाहिँ यतापट्टि सपोर्ट दिँदै हुनुहुन्छ तर पाएन ठिक छ खोइ त पञ्च ओ जित्यो जितेन टाइम सक्यो होइन है
Junisai Belvar Yaka रुयो Sunim Yaka Bunduka रुयो हाम्रो बहिनी Sunim Yaka Bunduka बहिनी ओइ बहिनी कङ्ग्रेचुलेसन ल आउ यहाँ के छ तर खिले हो ल ठिक छ यहाँ चाहिँ हाम्रो बहिनी रुयो हारेपछि उता जाऊ है हाम्रो फेरि पनि बहिनी सेमी फाइनल हो कि फाइनलमा पुगेको हो सेमी फाइनलमा दामी स्कोर 6-1 लाइरहेको छ यतिको सपोर्टिभ हुनुपर्छ उस्तै उस्तैहरू परेछ है एकदम सपोर्टिभ पापा हुनुहुन्छ उसको चाहिँ यहाँ कोच हुनुहुन्छ उहाँ नो छैन ब्लक छ ब्लक ला फेरि मलाई त सुन्छ गले पनि लड्नु भयो है दाँतहरूमा दिनको Sumina Nirvane, Pirana Naraka, Pirana Saita Guru Najara. Come on! Last one, lo. Oh! Yaku! Last! Oh! टाइमै सक्यो यार एनीमा चाहिँ ढलेर पनि प्रयास गर्नुभयो है तर जित्नु भने असफल हुनुभयो हाम्रो ओपिनियनहरु यहाँ रमाको हेर्न सक्नुहुन्छ पुरा गर्दैछ चेस्ट प्याडहरु
दाजु हेर्न हेर्दैन मैले आइफोन किन्ने बाह्र बजिसक्यो होइन दर्शकबिन तर के भयो भन्दाखेरि हाम्रो पालो आएन घाम त आँखामै 68+ को आएको थियो अब हामी चाहिँ खाना खानु गएको भिडै भिड छ यार खाना पनि के खानु ल्या ओइ म त छुइनँ त आज बाँड्नेमा यार हिजो त बाँड्नेमा थिएँ सबैलाई धेरै धेरै देख्थेँ अब को छ आज बाँड्नेमा हेर्नुपर्ने खाँदै हुन्छ हामी पनि खानुपर्ने हुन्छ अहिले भेट्नु ल यहाँ हेर न मान्छे कति धेरै छ त्यहाँ बोकिरहेको रहेछ यहाँ हामी खाना खाँदैछौँ यहाँ हेर्नु न यहाँ भाइले चतुवालो ओ एउटा मासु चोर्दिउँ न हामी चाहिँ मासु लभर हो कि यहाँ एउटा मासु मेरो भाइको मासु चोर्दै चोरिदिएको पापड ल्याइदैन भयो नेभर माइन्ड डोन्ट माइन्ड अब म लिन्छु त लिइरहेको छैन हौ भाइले पापड चाहिँ मैले ल्याउनु दिँदैछु कि नि मासु चोरेको त्यस्तै चोरहरू टिका राम्रो धेरै नचोर छ धेरै कम्तीको धेरै यो मुखमा खाना बोके त नचोर न हौ छोरी त हो राख्नुमा के हो राख्नुमा होइन तँ चाहिँ मुखबाट झारेर बोइरहेको छैन छोरी त हो भयो मलाई किन के भएको कि टिका राम्रो मेरो त एकदम गरै मिल्दैन साँच्ची भनेको उपर बाज्नुपर्छ टिका राम्रो भाइ देखाइदिउँ न मैले राख्दिएको निक्नेमै चाहिँ टिकाराम किनभने टिका छ नि यहाँ ल ल ल पस्टिना यार खाना खाँदा अब खाना खाइसकेर भेटौँला हामीले चाहिँ खानासाना खाइसकेको अनि यसको न के मेरो कुखुरा ल ल ल कुखुराको मासु खाएको हामीले कस्तो थियो मासु एकदम बबाल होइन म किन हामीले सुँगुरको मासु नखाएको भने अब गेम खेल्न आँटेको हो नि त यसले चाहिँ फेरि एउटा एन्सर दे भन्दाखेरि 5वटा एन्सर दिन्छ क्या हो बोल्न बोल साथी मलाई हुन्छ होइन होला सायद यसको बोलीले गर्दाखेरि अब होइन त्यस्तो के अरे मैले मेरो बोली माया नगरे पनि सुन न मेरो बोली माया नगरे पनि मलाई माया नगरे पनि मेरो साथीलाई एकदम धेरै माया गर्नु सबैले सबै हेर्दैन हौ यस्तो बोलेको त के भन्न आँटेको थियो मैले आज ब्याङ्कै नल्याएको होइन मेरो फोन त चार्ज पनि डेट हुन अझ लास्टै गर्मी छ अब गइकन पङ्खामा बस्नुपर्ने हुन्छ हामी यस्तै छ महिला मात्रै बिपी ग्याम हेर्नु र दर्शकबिन भाषण हानेर 2 घन्टा यत्तिकै राखिसक्यो कहाँदेखि आएको हो पनि उयोबाट भाषण हान्दैछ अरे बोल्नु लाग्यो अझ त हाम्रो भोलि आउँछ जस्तो छ अझको भ्लग पनि नाटक हेर्नु यसको फेरि अहिले मिलाउँछु हो अहिले क्यामेरा गर्नु लागि खतरा क्यामेराम्यान बस्छ हो गरिदिने सिकाउँछु मनिषा ढुङ्गेल रातो किन हाल्नु नबुझेर आफ्नो जोड्नुको लागि रातो दिन हानेको एक साथी हानेकै दाइ नकाउन हान लाउनु न हो नेक्स्ट टाइम मेरो साथीले गोल्ड हान्छ ढुङ्गा
Nechi out. Thank you मेरो किरण गुरुलाई भददेखि चाहिँ रेगुलर संस्कृति सबै हालिहाल्ला अब हो त ल यहाँ दर्शकबिन म चाहिँ यहाँ हारेर बसिरहेको छु होइन तर मैले अझ नौलो कुरा देखेँ त्यो देखेँ भन्दाखेरि यहाँ हेर्नु न यो अनुहार हेर्दाखेरि कसको याद आउँछ भन्नु पर्यो मलाई त घोस्ट हाम्रो गुरु हुनुहुन्छ उहाँ यहाँ चाहिँ म हारेर बसिरहेको अब घर पो जान आँटेको यहाँ म्याच हुँदैछ कति 61 है 60-61 को राम्रो खेलिरहेछ अब त्यही हो हारेर के भन्नु हारे पनि ठिकै छ ट्रेनिङै थिएन अब हारिगयो त के गर्नु रुइदिउँ भनेको आशा नै झरेन अब घर जानु पर्यो बाई बाई यहाँनिर के भयो लास्टै घाइते भयो जस्तो छ के भयो के बिहोस भयो क्या हो यहाँ हाम्रो डाक्टर साहबहरू आउनुभयो मेडिकलको ला लडो जस्तो छ है ढलो छ ढलेछ यो चाहिँ हाम्रो प्रथम तृतीय थर्डको मेडल है यो सेकेन्डको मेडल यो फर्स्टको मेडल यो ट्रफीहरू हो तर के गर्नु मैले पाउनु सकिनँ पाएन हारि गएँ नि के गर्नु गुरुहरू ओ यहाँनिर ढलिरहेछ हाम्रो मान्छेहरू अहिले त सकेको अब हामीलाई आफ्नुपर्ने हुन्छ सकिसक्यो अब चाहिँ घर जानुपर्ने हुन्छ मेरो साथीहरू कहाँ गयो अब खोज्दै घर जानुपर्ने हुन्छ यहाँ चाहिँ अब सबैजना गइसकेको छ खाना खानु अब खाना खाएर सबैजना बाई बाई टाटा बाई बाई हजुर लास्टमा रातो हो अब खाना खाएर हाम्रो बेल्ट हरायो जस्तो छ अब खाना खाएर बाई बाई जानुपर्ने हुन्छ घर अनि अब अझ सकिएन नि त सबै अब भोलि गर्नुहुन्छ अनि यहाँ ट्रफीहरू ल बाई बाई अब खाना खाएको त अब बनाउँदिनँ म अघि बनाइसकेको बाई बाई दर्शकबिन टेक केयर